हाई गाइज, फेरि पनि दर्शक नमस्ते। म चाहिँ अब राजको बस स्ट्यान्डमा आइपुग्न लागेको छु गाइज। साथीहरू, यहाँको रोमान्टिक वातावरण हेर्नुहोला। यहाँको रमझम, सायद तिहार पनि लागिसकेको छ। यहाँ चाहिँ हेर्नुहोला, मैले चाहिँ अटोबाट खिच्दैछु, भ्लग बनाउँदैछु। मेरो यो छोटो भ्लग हजुरहरूले हेरेर साथ सपोर्ट दिनु होला। अलि धमिलो आएको छ, नेचुरली चाहिँ यताबाट देख्छ गाइज, राम्रोसँग देखिरहेको छैन। अहिले चाहिँ अटो रोकिरहेको अवस्था। अनि प्यासेन्जरहरू धेरै चढाउनु पर्ने हुन्छ नि त, त्यस कारणले यहाँ चाहिँ यस्तो गाडीको घुइँचो छ। म चाहिँ बिहिबार टोली राँचीको बस स्ट्यान्डमा आइपुग्दै गरेको यो भ्लग बनाउँदैछु। हजुरहरूले हेरेर लाइक कमेन्ट दिनुहोला, अनि मलाई माया गरिदिनु होला, साथ सपोर्ट दिनु होला। यहाँ चाहिँ तिहार लागिसकेको जस्तो छ, किनभने दसैँभन्दा तिहार यहाँ एकदम मनाउने गर्छ। त्यस कारणले पटाका पड्काउने अनि झिलझिले बत्ती लगाउने गरिसकेको छ गाइज। एकदम रमाइलो छ यहाँको दृश्य चाहिँ। अहिले शाम परेको छ। हजुरहरूलाई यो मजेरीको न्यानो मिठो अभिवादन टक्राउँदै मेरो भ्लग चाहिँ हजुरहरूलाई पोस्ट गरेको छु। हेरेर लाइक कमेन्ट सेयर गर्नुहोला। सब्जी मन्डी आइपुगिसक्यो। सब्जी मन्डी बाटोमा लाग्छ। यहाँ निकै रमाइलो हुन्छ साँझ पख सब्जी लिनेको घुइँचोहरू गाइज यस्तो हुन्छ। यहाँको चाहिँ हाइवे यस्तो छ, निकै रोमान्टिक हुन्छ। अनि मौसम पनि निकै रमाइलो छ। यहाँको गम्भीर छ, गर्मी पनि छैन, त्यति जाडो पनि छैन। अहिले दसैँ दिएर दीपावली लाग्दै गरेको यो भ्युज राँचीको यहाँ हजुरहरूले हेर्नुहोला। कहिले कस्तो हजुरहरू पनि राँची घुम्न आउनुभयो भने मलाई सम्झिनु होला। मैले चाहिँ वान साइडको भ्लग बनाउँदैछु, किनभने म अलिकति यहाँ अलि अप्ठ्यारो तरिकाले बसिराखेको छु गाइज। त्यही भएर भनेको जस्तो भ्लग बनाउनु सकेको छैन। मेरो चाहिँ मैले चाहिँ भ्लग काटेर अनि छाटकाट गरेर राख्नु जाँदैन, सिधै बनाएर पोस्ट गर्ने हो। फेरि पनि जसरी भए पनि मैले एउटा भ्लग तयार गरेको छु। हजुरहरूले मिठो तितो शब्दले भरेको मेरो भ्लग हेरेर लाइक कमेन्ट सब गरिदिनु होला, अनि प्रतिक्रिया दिनु होला गाइज। सम्पूर्णलाई आउँदै गरेको तिहारको शुभकामना टक्राउन चाहन्छु। र यसपालिको तिहारमा म पनि घरमा आउँदै गरेको, तर मलाई अलिकति दुःख छ। त्यस कारणले यो दुःखको घडीमा मलाई त्यति राम्रो बोल्न पनि आइरहेको छैन। हजुरहरूले कुनै गुनासो नलिनु होला। बोल्दै जाँदा बनाउँदै जाँदा भ्लगहरूमा धेरै गल्तीहरू धेरै त्रुटिहरू आउन सक्छ। हजुरहरूले यसो मिलाएर मेरो भ्लगलाई वाच गरिदिनु होला, हेरिदिनु होला भन्न चाहन्छु। र सम्पूर्ण साथीहरूलाई अहिलेको यो भ्लग चाहिँ अलि धेरै लामो बनाउँदाखेरि हजुरहरूलाई हेर्न बोर लाग्न सक्छ। त्यस कारणले मैले भ्लगलाई अब अन्तिम चरणमा पुर्याउँदैछु। भ्लग त्यति रोमान्टिक त छैन, अलि मेन सिटी आइपुगेको छैन म, त्यस कारणले पनि भ्लग यस्तै भइराखेको छ गाइज। हजुरहरूले मलाई सुझाव सल्लाह दिनु होला। अलिकति भ्लग बनाउँदा यसरी बनायो भने अलिकति राम्रो हुन्थ्यो होला, राम्रो बन्न पुग्थ्यो भनेर पनि हजुरहरूले मलाई स्वीकार्नु होला। र म चाहिँ अब बाटोमा आउँदै गर्दा हरेक पलको छेडछेडको भ्लगहरू देखाउने छु हजुरहरूलाई। अनि यहाँ चाहिँ अलिकति घुइँचो लाग्छ। यस्तो चाहिँ मान्छेभन्दा धेरै
गाडीहरू छ गाइस है। के भएर यता चाहिँ यस्तो छ यताको दृश्यहरू। पेट्रोल पम्प जता सबै गाडी अलरेडी जाम पर्न थाल्यो। त्यो अलरेडी ट्राफिक जाम हुन्छ यो निकै लामो भइरहेको छ ब्लग। हजुरहरूलाई दर्शन नमस्ते टोक्याउँदै मेरो छोटो भ्लगलाई यहीँ इन गर्न चाहन्छु। धन्यवाद। थ्याङ्क यू सो मच गाइज। बाई।